ठुलो काम कहाँ गरेर थकै लाग्ने भ्या छ र थकै त लाग्ने कहाँ लाग्नु अहिले छानबिन गरेर अति आवश्यक छ नि यात्रा मात्रै गर्नु बेस हुँदो रहेछ सकारात्मक मात्रै हुँदो रहेछ क्या बढी हेरा पुर्याउन सकिँदो रहेछ न पुर्याउन नसके हुनाले गर्दाखेरि अब त्यो बाटो भन्दा त्यो चाहिँ उद्धारको लागि मात्रै भनेर गयो त्यत्रो त देखिनु पर्दैन धेरै हेर्दाखेरि वास्तवमा चाहिँ होइन कोसा चाहिँ एकदम मुलाको कोसा सेम मुलाको कोसा जस्तो छ तोरी हो कि भन्दै मारे ल्याउ सेल के पनि के गर्नु पर्छ सिकाइ अब हजुरले को हुनुहुन्छ हामी अलिक टन्नै राखेर अनि त्यसो लाउँदाखेरि चाहिँ राम्रो हुन्थ्यो नि मलाई चाहिँ त्यस्तो लाग्छ सबैजना इष्टमित्रहरू चिन्न पर्यो है परिचय चाहिँ गर्नुपर्ने कुरा थियो है हामीले अलिकति
किनकि दुईजना किनपछि क्वालिटी खाएँ होला मैं तो ये अहिले त्यस्तो नमस्ते गऱ्यो सर बस संयोगले आएको इन्डिया अरुणाचल आइदिनुहोस् जुराको भने यस्तो हुन्छ टीका त लानु पर्यो अब अरू त्यहाँ साइड लाउँ मैले भने कति त्यो झ्यालले त छैन लाइन छैन अर्को नमाइदियो ल एउटा सँगै सुन्नु पर्यो क्या चारैपट्टि घरले घेरेको हावापानी नआउने अझै यात्रा जस्तो चाहिँ पैसाभन्दा अगाडि नै दिनुपर्छ जानु पर्यो
केही नि हुन्न अब हामीसँग जाने के हुन्छ त उयो त पछाडितिर लाउनु अझ अझ आउनु न यहाँनिर के यहाँ होइन अझ अलि ऊ त्यहाँनिर खिच्ने कि यहाँ यहाँनिर आउनुहोस् यो लिएको खिचेकै मैले बारीमा आएको आउँदै गर्नु न लाउनुहोस् गरेर नै आउनु लाउनु यतापट्टि आउनुहोस् मकै बारीमा उता लाग्यो यतापट्टि हुन्छ कि यहाँनिर बुझ्यो भाइ त्यहाँनिर हुन्छ त्यहाँनिर फिल्म हेर्ने मात्रै हो के गर होइन एकछिन है तिन चारवटा खिच्नु पाएर किन स्याहारेको अनि त्यो पाङ्गै भयो त यहाँ त खिच्दैछ अघि नै खिच्नु पर्ने त्यहाँ दिनलाई तोक्नलाई भनेपछि हाम्रो कृष्णको नजिकै हो एकदम 4-5 मेरो कहिले पर्छ दुईजना बसेर लेखि चलाउनु के खबर यहाँ त अहिले नै सबैको दाम बदल म पद्मराज डल्लाकोटी दुलैको माइला बुबा गौरीकान्त डल्लाकोटी म कान्छा यहीँबाट नि हुन्छ यहाँबाट नि हुन्छ यहीँबाट नि हुन्छ काकी उहाँ मेरो सैलियामा काकी उहाँ आमा भइहाल्नु उहाँ मेरो मिसेस चेतनाथ कार्यालय उहाँ मामा छ र भाइ उहाँ काका म दुलाको दाजु शिव प्रसाद माइल दाइ मेरो नाम रामचन्द्र लामी छ नि हजुर आनन्द माधुराज पौडेल दुलाको ठुलो कान्छो मेरो नाम तेजेन्द्र लामी छाने म दुलाको दाइ
माइलो भएको छ भनेको साल लाग्छ नि हाम्रो नाचदार पहिला त चल्दैन नि यता आइए यता हजुरले दुई चार जानै पर्छ दुलाको मिक्स गरेर यावत् पूजं करोमि तावत् तां सर्वसर्वस्व आवेमि सर्वत्रासे गन्ध पुष्पाणि समर्पयामि नमस्कृमि गो पूर्वे आदमन पुनादमने गन्ध पुष्पत्रार्थे गन्ध पुष्पाणि समर्पयामि नमस्कृमि यागच्छ यच्च यावत् पूजं करोमि तावत् तां सर्वसर्वस्व आवेमि सर्वत्रार्थे गन्ध पुष्पाणि समर्पयामि नमस्कृमि यागच्छ यच्च यावत् पूजं करोमि तावत् तां चित्रभवा दक्षिणे भवमानमः सुमनबर्व आवेमि सर्वत्रार्थे गन्ध पुष्पाणि समर्पयामि नमस्कृमि यागच्छ यच्च यावत् पूजं करोमि तावत् तां चित्रभवा पश्चिमे बुधाय नमः फेरि यसमा पश्चिमे बुधाय नमः आवामी सर्वत्रार्थे गन्ध पुष्पाणि समर्पयामि उत्तरे बृहस्पतये नमः ध्यानं समर्पयामि यसमा राख्नु फेरि फुल हजुर हरि ओम आग्नेय आग्नेय नमस्करोमि यागस्यतिष्ठ यावत् पूजं करोमि तावत् तां चित्रभवा सुप्रसन्नभवप्रथभवा आवेमि सर्वत्रार्थे गन्धपुष्पाणि समर्पयामि नमस्करो यावत् पूजं करोमि तावत् तां चित्रभवा आवेमि सर्वत्रार्थे गन्धपुष्पाणि समर्पयामि पूजन जपे विनियोग जल छोड़ दो प्रार्थे गन्ध पुष्पाणि समर्पयामि नमस्करोमि यागच्छतिष्ठ यावत् पूजं करोमि तावत् तां सर्वसर्वभावेमि सर्वत्रार्थे गन्ध पुष्पाणि समर्पयामि नमस्करोमि इंद्राय नमः पूज्यात्मा नमस्कृताय शास्त्रमूर्तये शास्त्रपाद चित्रोद्भावे सत्संगाय शास्त्रते शास्त्रपति गोदाय नमः इंद्राय नमः ध्यानं समर्पयामि दादो तेरी जल समाता ओम इंद्राय ति नौकरी चाहिए जियारी खानी जियारी खानी अब पूरा पात्र एउटा चाहियो उ आएर खिच्यो होला नि त म आइरहेको थिएँ है गाडी बिग्रेको बाटो चाहियो गाडी लडेछ नि त है त्यहाँ गर्ग गौतम
सूर्यको साथ गर्नुभयो बात खोइ नि त्यो त नाति कता भयो भनेको कान्छालाई खोइ बाबु यते काम संगनासितं ब्रह्माण ब्रह्मनाथ सूत्र आचार्यस्तमासितं तीरुयतेव नाथितं तत्त्वमहं एते पुनः पर आउँछु नभेटेसम्म चित्त नदुखाउनु भन्नु हामीलाई त हेर्नु न उहाँ छोरी उहाँ राखेको छ लक्ष्मीलाई अस्पताल निकालेको छैन नि त्यो बच्चीलाई त्यसको हात नाचेर पलस्टर गरेको छोरीको कहीँ अनि त्यहाँ यस्तरी गर्दा बच्चालाई मर्का परेछ घाँटीमा
अनि घ्या घ्या गर्ने जन्मिलो हेर्ने अनि सुई लाउनु पर्छ अरे आज 3 दिन भयो अनि 4 दिन माथि भएर गाउँ चलाउने आइमाई थिए अरे त्यो आइमाईलाई निकालेर अन्त आइमाईलाई त बोरा निकालिदिन्छ न माथिबाट काठ कसेर आएको बेडका दुईको कुरा अस्पतालमै छु म त अब पछि बेल जान परिहाल्छ बिहान घरका हुँ गरेर गर्नु पर्यो बोनसले गेटमा के स्कुलको गेटमा ठ्याक्कै झर्ने अनि फुल गर्ने नाच्ने नाच्ने साइडमा आउँछ त्यसरी ल्याएको छ अहिले किन ल्याउँदैन हाग्या भइहाल्नु भयो अब भनेर अनि त्यो भेटघाट थियो भेटघाट लाग्यो है अब गएर अब यहाँ गएर फेटे जानु पर्यो फेटे गएर घर गर्नु पर्यो हिँडिराखेको बेला एक्लै खिचेर मुख छोपेको मामा खोइ मामालाई यो देऊ मामालाई देऊ देऊ रोटी देऊ हुन्छ त्यति खाऊ आफै खाऊ आफै
मान्छेको स्वाभिमान भनेको चाहिँ होइन मान्छेका स्वभाव थरी थरीका हुन्छन् अब एउटा ल खिचिहाल्नु आमा तपाईँ के मेरो फोटो हाल्छ भन्थे भात मसाले त बल्ल नेवारीमा गाडो बस्नु ड्युटीमा गएको प्रहरीहरू कार्की हेर्नु म चाहिँ भिआइपी ल्याउनु पर्छ कि मसँग सिलीको धोरो सुति हुन्छ भनेर त हाँस्यो नि मान्छे
होइन यो घुम्ने सिलिक हो र अनि खस्रो भएर सिलिक चाहिँ होइन यो एउटा मान्छे पनि त्यस्तै लगाउँछ आऊ न लगाउने आज एक दिनमा 9 बजे 8 बजे अब त्यो पैसा यहाँ बराजमै छ नि त्यो अनि तपाईँले कार हाल्नु सबै पैसा त्यही छ हिजो सानोले तपाईँलाई दियो हो भन्नुपर्छ है टोपी मेरो विचारमा यो ठुलो हुनुपर्छ खालको नापेर ल्याएको होइन किसिमको दाइको टोपी यहीँ छन् 4-5 वटा भनेर अलि राम्रो ल्याउनु पर्छ क्या योभन्दा अर्को चाहिँ छ त्यहाँ हेर्नु त त्यहीँ छ अलि दामी कलर